स्पेनसँग लामिन एमाल छ। फ्रान्ससँग किलियन एम्बाप्पे छ। अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन टिम हो। र पोर्चुगलसँग विश्वकै सबैभन्दा सन्तुलित मिडफिल्ड छ। तर मेरो तपाईहरुलाई मेरो टप 5 टिमहरु मध्ये मैले नम्बर 1 मा चाहिँ स्पेनलाई राखेको छु। किनभने अहिले विश्व फुटबलमा सबैभन्दा राम्रो फुटबल खेलिरहेको टोली छ भने त्यो स्पेन हो। युरो जितिसकेको टोली, लामिन एमाल जस्तो प्रतिभाशाली युवा खेलाडी, पेड्री र रोड्री जस्ता विश्वस्तरीय खेलाडीहरूले मिडफिल्ड कन्ट्रोल गरिरहेका हुन्छन् र स्पेनको सबैभन्दा ठूलो शक्ति भनेको बल नियन्त्रणमा राख्नु हो। डिफेन्समा गहिराई उत्तिकै छ, मिडफिल्ड विश्वकै उत्कृष्ट मध्ये एक छ। तर एउटा डाउट, एउटा उनीहरूको कमजोरी भनेको जब फ्रान्स, ब्राजिल र पोर्चुगल जस्ता टिमहरू विरुद्ध चाहिँ निर्णायक नकआउट खेलहरूमा चाहिँ उनीहरूले कस्तो परफर्म दिन्छन् के, अब उनीहरूले कतिको दबावलाई चाहिँ झेल्न सक्छन्। मैले मात्रै हैन, धेरै सुपर कम्प्युटर र विश्लेषण मोडेलहरूले पनि विश्वकप जित्न सक्ने नम्बर 1 दावेदार टिमको रूपमा मानिरहेका छन्। मेरो टप 5 टिमको नम्बर 2 मा चाहिँ मैले फ्रान्सलाई राखेको छु। फ्रान्सको समस्या स्टार खेलाडी होइन, समस्या भनेको कुन स्टार खेलाडीलाई बेन्चमा राख्ने भन्ने उनीहरूको मेन समस्या छ। एम्बाप्पे, डेम्बेले, चुआमेनी, डेजरी डोए, सालिबा लगायतका खेलाडीहरू फ्रान्सको टिममा रहेका छन्। यदि एउटा खेलाडी घाइते भयो भने पनि अर्को विश्वस्तरीय खेलाडीले तुरुन्तै रिप्लेस गर्न सक्छ। यही कारणले धेरै विशेषज्ञहरूले फ्रान्सलाई विश्वको सबैभन्दा सुरक्षित र दावेदार टिम मध्ये एक मानिरहेका छन्। फ्रान्सको स्क्वाड डेप्थ हेर्दा अहिले पनि विश्वकै नम्बर 1 अथवा नम्बर 1 र 2 डिजर्भ गर्ने टिम हो। मेरो टप 5 टिमहरू मध्ये मैले चाहिँ नम्बर 3 मा पोर्चुगललाई राखेको छु। धेरै फ्यान्सहरूले स्पेन, फ्रान्स र अर्जेन्टिनाको कुरा त गर्छन्, तर पोर्चुगललाई बिर्सिन्छन्। अहिलेको पोर्चुगल हेर्नुहोस्, गोलकिपरमा हेर्नुहुन्छ भने डियोगो कोस्टा, डिफेन्स लाइनमा रुबेन डियास, नुनो मेन्डेज, अब मिडफिल्डमा हेर्नुहुन्छ भने भिटिनिया, जाओ नेवेस, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा छ। वास्तवमा अहिले विश्व फुटबलमा पोर्चुगलको मिडफिल्ड भन्दा राम्रो मिडफिल्ड कसैसँग छ भनेर प्रमाणित गर्न एकदमै गाह्रो पर्छ है त। धेरै फुटबल समुदायहरूमा पनि पोर्चुगलको मिडफिल्डलाई उत्कृष्ट मध्ये एक मानिएको छ। फुटबल एक्सपर्टहरूले पनि पोर्चुगलको मिडफिल्डलाई विश्वकै उत्कृष्ट मध्ये एक मानिरहेका छन्। यदि रोनाल्डो लगायत स्ट्राइकरहरूले गोल गर्ने जिम्मेवारी पुरा गर्छन् भने पोर्चुगलले पहिलोपटक विश्वकप जित्न सक्ने सम्भावना छ। टप 5 टिमको नम्बर 4 मा चाहिँ मैले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई राखेको छु। अर्जेन्टिनाको सबभन्दा ठूलो शक्ति मेस्सी होइन, टोलीको मानसिकता हो। 2022 अर्जेन्टिनाले लगातार राम्रो प्रदर्शन गरिरहेको छ। एन्जो फर्नान्डेज, म्याकअलिस्टर, जुलियन अल्भारेज यी खेलाडीहरू अहिले आफ्नो करियरको उत्कृष्ट लयमा रहन्छन्। तर एउटा वास्तविक समस्या के छ भने 2022 को तुलनामा केही मुख्य खेलाडीहरू उमेरको कारणले गर्दा परफर्मेन्स अलिकति दिन सक्दैनन् कि भन्ने हो हैन। अर्जेन्टिना दावेदार टिम चाहिँ हो, तर नम्बर 1 मा चाहिँ मैले राखेको छैन है त। र नम्बर 5 मा चाहिँ मैले सबैभन्दा धेरै पटकको विश्व विजेता ब्राजिललाई राखेको छु। किनभने ब्राजिल भनेको विश्वकपको पर्यायवाची शब्द हो भन्दा पनि फरक पर्दैन होला हैन। अब उनीहरूको स्क्वाडको कुरा गर्नुहुन्छ भने विनिसियस, नेमार, राफिन्या जस्ता खेलाडीहरूको कमी छैन। कार्लो एन्सेलोटी आएपछि त झन् यो टोली अझै व्यवस्थित देखिएको छ। तर अहिलेको ब्राजिलमा एउटा समस्या के छ भनेपछि 2002, 2006, 2010 को जस्तो भयङ्कर स्क्वाड चाहिँ छैन। केन्द्रीय स्ट्राइकरको भूमिका र टोलीको निरन्तरतामा अथवा स्टार्टिङ 11 मा कोले खेल्ने हुन् भन्ने कुरा अझै पनि त्यति प्रष्ट रूपमा देखिँदैन। त्यसैले ब्राजिल दावेदार चाहिँ हो,
र यो कारणले गर्दा मैले यस ब्राजिललाई चाहिँ नम्बर 5 मा राखेको है त गाइस। र त्यसै गरी अब अन्डरडगको कुरा गर्नुहुन्छ भने अन्डरडगको रूपमा चाहिँ मैले इङ्ल्यान्ड, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, मोरक्को यो टिमहरूले पनि विश्वकपमा अनएक्सपेक्टेड प्रदर्शन गर्छन् भने म यसमा दुखी हुनेवाला छैन। किनभने तपाईँ देख्न सक्नुहुन्छ नेदरल्यान्ड कस्तो टिम हो भन्ने कुरा। अब 2010 को फाइनलमा पुगेको टिम हो, एक्स्ट्रा टाइममा 1-0 ले बाहिर भएको टिम हो र उनीहरूको खेल शैली हेर्नुहुन्छ भने जहिले पनि एकदमै टप फाइट दिन्छ, टप क्लास। अब 2022 मा पनि क्वार्टर फाइनलमा अर्जेन्टिनासँग हारेको, 2014 मा पनि सेमी फाइनलसम्म पुगेको टिम हो हैन। त्यो भएको हुनाले इङ्ल्यान्डको कुरा गर्नुहुन्छ भने अब स्टार प्लेयरहरू र स्क्वाड डेप्थको कुरा गर्ने हो भने इङ्ल्यान्डमा पनि कमी छैन, तर उसको म्यानेजमेन्टले चाहिँ कसरी टिम म्यानेज गर्छ भन्ने मात्रै हो हैन। त्यसै गरी अब मोरक्को हेर्नुहुन्छ भने अब उसले पनि अब छुट्टै छाप दिइरहेको छ। 2022 को वर्ल्ड कप पछि ऊ पनि एकदमै राम्रो पर्फर्म गरिरहेको छ। अब 2022 मा पोर्चुगल जस्तो, स्पेन जस्तो टिमहरूलाई नकआउट गरेर सेमी फाइनलसम्म पुगेको टिम हो। त्यो भएको हुनाले यो टिमहरूले पनि सरप्राइज पारे भने चाहिँ म चाहिँ सरप्राइज हुँदैन। र गाइज अन्त्यमा चाहिँ यदि तपाईहरुले मलाई अहिले एउटा टिम छान्न भन्नुहुन्छ भने म स्पेन र फ्रान्सलाई सबैभन्दा अगाडि राख्छु। तर यदि कुनै टिमले सबैलाई चकित पार्दै ट्रफी उठाउन सक्छ भने त्यो पोर्चुगल हो। किनकि अहिलेको पोर्चुगलसँग विश्वस्तरीय गोलकिपर छ, विश्वस्तरीय डिफेन्स लाइन छ, विश्वस्तरीय मिडफिल्ड पनि छ र इतिहासकै महान खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पनि छ। सो अब तपाईहरुको विचारमा 2026 को विश्वकप कसले जित्छ जस्तो लागिरहेको छ? आफ्नो भनाई तल कमेन्टमा राख्नु होला।